नमस्कार साथीहरु, स्वागत छ हजुरलाई मेरो भिडियोमा। ल हेर्न सक्नुहुन्छ मैले अस्ति हजुरलाई पार्ट 1 मा देखाएको थिएँ भिडियो तामा काट्दै गरेको। त्यसपछि यो तामालाई चाहिँ मैले एक दिन पानीमा भिजाएर घाममा सुकाएँ अनि त्यसपछि अचार बनाउनलाई रेडी गरेँ। मैले चाहिँ यसमा जिरा पिसेर राखेँ अनि धनिया पिसेर राखेँ अनि तोरीको छोप पनि पिसेर राखेँ। रातो खुर्सानी पनि भाँचेर राखेँ मैले धेरै पिरो नहोस् भनेर। अनि राखेँ मैले यसमा स्वादअनुसार नुन अनि राखेँ बेसार। अनि त्यसपछि म अब यहाँ तोरीको तेल राख्दैछु साथीहरु। मैले यो भिडियो चाहिँ हिजै गराएको हो साथीहरु, एडिट गरेको थिएन, भोइस कभर गरेको थिएन। आज चाहिँ मैले भोइस कभर गर्दैछु अनि मैले यसलाई मिक्स गरे साथीहरु। अचार बनाउनको लागि चाहिँ साथीहरु मज्जासँग मिक्स गर्नुपर्छ। मरमसलाहरु अनि तेल मजाले लागेको हुनुपर्छ साथीहरु। मलाई चाहिँ खोकी लागिरहेको छ साथीहरु, घाँटी दुखिरहेको छ, एकदमै बोल्न पनि गाह्रो भइरहेको छ। फेरि तेल कम भएको लागि फेरि मैले थपेँ साथीहरु तेल यसमा। अब मैले फेरि मिक्स गर्दै छु। ल साथीहरु मस्तसँग मिक्स गर्यो भने चाहिँ यो अचार डिब्बामा हाल्नलाई रेडी हुन्छ। फेरि नुन कम भएको जस्तो भएर नुन बेसार थोरै थपेँ मैले। अब यसलाई मजासँग मिक्स गरेँ साथीहरु मैले। अनि त्यसपछि म चाहिँ रातो खुर्सानीको धुलो थोरै राख्नु पर्यो भनेर त्यो पनि राखेँ। अनि मैले फेरि यसलाई अब मिक्स गर्छु साथीहरु। रातो खुर्सानी थोरै राखेर मिक्स गरेपछि रातो रातो कलर पनि आउँछ, मिठो हुन्छ खाने बेलामा। अब चाहिँ मैले मसला मिक्स गरेँ अनि एउटा डिब्बामा राख्दैछु। यो सिसाको सानोवाला डिब्बामा राख्ने। मेरो अचार त दुईटा डिब्बामा पुग्छ। ल साथीहरु